साथीहरु नमस्कार। नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा आइसिसी वुमेन्स टी20 वर्ल्ड कप ग्लोबल क्वालिफायर 2026 मा गरेको प्रदर्शनले सबै नेपाली क्रिकेट समर्थकलाई स्तब्ध बनाएको छ। नेपालको सपना ठुलो थियो, विश्वकप खेल्ने, विश्वकपको ढोका उकार्ने। त्यसको लागि कम्तीमा पनि नेपाल सुपर 6 मा प्रवेश गर्नुपर्ने थियो। तर परिणाम नेपाल समूह चरणबाटै बाहिरियो। नेपालले खेलेका 4 खेल मध्येमा नेपाल मात्र एक खेलमा विजयी हुन सफल भयो भने बाँकी 3 खेल गुमाउन पुग्यो। थाइल्यान्ड, नेदरल्यान्ड्स, जिम्बाब्वे र स्कटल्यान्डसँगका खेलहरूले नेपाली क्रिकेट प्रेमीको मुटु चिरेको छ, चिथरेको छ। आज हामी तिनै खेलहरूलाई एक एक गरेर निहाल्नेछौँ। कसरी हार्यो नेपाल, किन जित्यो हामीले, कुन कमजोरीले डुबायो नेपाललाई र अब के सुधार गर्नुपर्छ। आइसिसी ग्लोबल क्वालिफायर 2026 को पहिलो खेलमै नेपालले थाइल्यान्डलाई भेट गरेको थियो र टस जितेर नेपालले पहिले ब्याटिङ रोज्यो। ओपनर सम्झना खड्काले विस्फोटक 26 रनको पारी खेलिन्। उनले मात्र 11 बलमा आफ्नो 26 रन बनाएकी थिइन्। लागिरहेको थियो नेपालले सही सुरुवात गर्नेछ तर त्यसपछि पनि मध्यक्रम पुरै तहस नहस भयो। बिन्दु रावलले सर्वाधिक 44 रन बनाइन्। उनी पनि अर्धशतक बनाउनबाट चुक्न पुगिन् तर थाइल्यान्डका स्पिनरहरूले जादु गरे। तिपच्चा फुत्तावाङ लगायतका खेलाडीहरूले नेपालको मध्यक्रमलाई तहस नहस पारिदिए। कुनै समयमा 160-70 बनाउँछ जस्तो लागिरहेको नेपालको स्कोर मात्र 122 रनमा समेटियो। यो स्कोर विश्वकप क्वालिफायरको लागि, त्यो पनि पहिलो खेलको लागि निकै कमजोर अथवा निकै सानो स्कोर रहेको थियो। यो स्कोर किन सानो रहेको थियो, यो स्कोरले नेपाललाई किन स्ट्रङ पोजिसनमा राख्थेन, त्यो कुरा थाइल्यान्डले दोस्रो इनिङमा प्रमाणित गरिदियो। थाइल्यान्डले 16.5 ओभरमा नै 123 रनको लक्ष्य पुरा गर्यो, त्यो पनि मात्र 2 विकेट गुमाएर। थाइल्यान्डको लागि नथाकन चान्थमले 57 रनको अभिजित पारी खेलिन्। नेपालको लागि बलिङमा सीता राणा मगर जो स्लो लेफ्ट आर्म अर्थोडक्स बलर हुन्, उनले 2 विकेट लिएर केही आशा जगाउने प्रयत्न गरिरहेकी थिइन् तर अन्य सबै खेलाडीहरू फिका हुँदा, अन्य सबै बलरहरू फिका हुँदा नेपालले थाइल्यान्डलाई कहीँ पनि दबावमा राख्न सफल भएन। यसरी ग्लोबल क्वालिफायरको पहिलो खेलमा नै नेपालले थाइल्यान्डलाई नतिजा सुम्पिन पुग्यो। हुन त योभन्दा अगाडिका 7 खेलमा पनि नेपाल थाइल्यान्डसँग पराजित भएको थियो तर यो पटक नयाँ तरिकाले सुरु गरिरहेको, नयाँ कोचिङ स्टाफ आइरहेको र नयाँ कुराहरू भइरहेको भनेर कप्तान तथा खेलाडीहरूले भनिरहेको अवस्थामा र घरेलु मैदान र ग्लोबल स्टेज पनि भएको कारणले नेपालले थाइल्यान्डलाई पराजित गर्न सक्छ भन्ने मलाई पनि लागिरहेको थियो र धेरै क्रिकेट विश्लेषकहरूलाई पनि लागिरहेको थियो। त्यसको विपरीत नेपालले 8 विकेटले थाइल्यान्डलाई खेल सुम्पिन पुग्यो र पहिलो खेलमा नेपाल पराजित भयो। पहिलो खेलमा थाइल्यान्डसँग पराजित भइसकेपछि नेपालले दोस्रो खेलमा कमब्याक गर्छ भन्ने धेरैको विश्वास रहेको थियो किनकि नेपाल ग्लोबल क्वालिफायरको सुपर 6 मा प्रवेश गर्नको लागि केही न केही चाहन्थ्यो, केही न केही जितको आवश्यकता पनि रहेको थियो। त्यस कारणले पनि नेदरल्यान्ड्सलाई पराजित गर्छ कि भन्ने आशा थोरै जीवित रहेको थियो र खेल भने रोमाञ्चक भयो। जुन हिसाबले घुँडा टेकेको थियो नेपालले थाइल्यान्डसँग, त्यो घुँडा चाहिँ नेपाललाई टेक्न परेन यो खेलमा। नेदरल्यान्डसँगको खेलमा नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्यो र 140 रन बनायो, आफ्ना 5 विकेट गुमायो। बबते द लिड जो कप्तान रहेकी थिइन् उनले 49 रनको पारी खेलिन्। नेपालको बलिङ पनि नराम्रो चाहिँ थिएन, राम्रो भन्न चाहिँ सकिँदैन तर नराम्रो चाहिँ थिएन। रिया शर्मा, पूजा महतो, रुबिना छेत्री ले विकेटहरू लिए तर चेजमा नेपाल मात्र 138 रनमा अल्झिन पुग्यो। ओपनिङमा बिन्दु रावल र सम्झना खड्काले राम्रो सुरुवात गरेका थिए तर नेदरल्यान्ड्सका खेलाडीहरूले मध्यक्रमलाई फेरि एकपटक तहस नहस बनाइदिए। एकपटक फेरि यहाँ मध्यक्रम लथालिङ्ग भयो, भत्ताभङ्ग भयो। रुबिना छेत्री र सीता राणा मगरले केही आशा जगाएका थिए, पुच्छरतिर आएर ब्याटिङ गरेर केही आशा जगाइरहेका थिए तर अन्तिम ओभरमा रन रेट बढिरहँदा अथवा मध्यक्रमले जुन खालको अल्छी गरेर खेलिरहेको थियो, गेमको आवश्यकता अनुसारले खेलिरहेको थिएन, त्यस हिसाबले पुछारमा आएका रुबिना र सीतालाई दबाव पनि भयो र सीता राणा मगरले एकै ओभरमा 16 रनसम्म पनि त्यो ओभरमा प्रहार गरिन् र 37 रन बनाएकी थिइन्। नट आउट 37 रन बनाएकी थिइन् रुबिना छेत्रीले भने सीता राणा मगरले 27 रन नट आउट बनाएकी थिइन् र एग्रेसिभ पारी खेल्दा पनि अन्तिममा नेपाल मात्र 2 रनले सर्ट हुन पुग्यो, 2 रनले हार्न पुग्यो र नेपाल जितको निकै करिब रहेर यो खेल गुमाउन पुग्यो।
धेरै समर्थकहरूले भन्ने गर्नुहुन्छ नेदरल्यान्डसँगको खेलमा नेपालका लागि अन्तिम क्रिजमा रहेका रुबिना छेत्री र सीता राणा मगरले फिनिसिङ टच दिन सफल भएनन् भनेर भन्ने गर्नुहुन्छ, तर त्यस्तो होइन। उनीहरूले आफ्नो हिसाबले जुन खेलको अवस्था रहेको थियो, खेल्ने प्रयत्न दिलो ज्यानले गरेका थिए। यो खेलमा पनि मध्यक्रमले घुँडा टेकेको थियो। सबै दर्शकहरूलाई लागिरहेको थियो, सबै समर्थकहरूलाई लागिरहेको थियो, मलाई पनि लागिरहेको थियो, सायद तपाईँलाई पनि लागिरहेको थियो, यो खेल हामी कसरी गुमाउन सक्छौँ, नेदरल्यान्डसँगको त्यो खेल हामीले कसरी गुमायौँ। लगातार 2 खेलमा पराजित भइसकेपछि नेपालले अबका खेलहरू जित्छन् भन्ने लागिरहेको थिएन। हुन त यो प्रतियोगिताको जुन ग्रुप बी रहेको छ, ग्रुप बीमा प्रदर्शनको हिसाबले सबैभन्दा कमजोर देखिएको जिम्बाब्वेसँग नेपालले तेस्रो खेल खेल्न गइरहेको थियो। जिम्बाब्वे टेस्ट नेसन राष्ट्र हो, तर भए पनि जसरी प्रदर्शन गरिरहेको छ त्यो हेर्दाखेरि चाहिँ जिम्बाब्वेलाई नेपालले जित्न सक्छ कि जस्तो लागिरहेको थियो। मलाई भने सुरुवातबाट लागिरहेको थियो कि नेपालले थाइल्यान्ड र जिम्बाब्वेलाई चाहिँ पराजित गर्न सक्नेछ र नेपालले यो खेलमा इतिहास रच्यो। इतिहास यस अर्थमा पनि रच्यो कि नेपालले पहिलोपटक टेस्ट नेसन कन्ट्रीलाई हराउन सफल भयो। यो खेल भने नेपाली महिला क्रिकेट टोलीको लागि सुनौलो एउटा खेलको रूपमा रहेको थियो। जिम्बाब्वेले 129 रन बनाएको थियो, नेपालले 130 रनको टार्गेट लिएर मैदानमा गएको थियो र त्यो खेलमा केलिस रहेकी थिइन् जिम्बाब्वेकै, उनले 52 रन बनाएकी थिइन्। तर त्यसको बावजुद पनि नेपालले निकै सन्तुलित र अनुशासित बलिङ गरिरहेको थियो। रिया शर्मा, पूजा महतो, रुबिना छेत्रीले ठिकठाकको प्रदर्शन गरिरहेका थिए। जिम्बाब्वेलाई 129 रनसम्म रोक्नको लागि यी खेलाडीहरूको योगदान राम्रो रहेको थियो र चेजमा नेपालले 133 रन बनाएर जितेको थियो। पूजा महतो प्लेयर अफ द म्याच बनेकी थिइन्। मैले यही नै भनिरहेको थिएँ, नेपालको मध्यक्रममा यो पटक केही न केही देखियो। जसरी पूजा महतोले खेलिन्, अघिल्ला खेलहरूमा जसरी पूजा महतो लगातार असफल भइरहेकी थिइन्, अथवा भनौँ मध्यक्रम जसरी असफल भइरहेको थियो, यो खेलमा पनि तेस्रो नम्बरमा आएकी पूजा महतोले आफूलाई सम्हालेर खेलिन्। उनी नेपालको उपकप्तान पनि हुन्। उनले सम्हालिएर खेलिन् र सम्हालेर खेल्दा निकै बेरसम्म अन्तिम बलमा उनले विजयी रन प्राप्त गर्नुभन्दा अगाडिसँग उनी रन अफ बल भन्दा पनि तलको अवस्थामा रहेकी थिइन्, अथवा भनौँ 100 को स्ट्राइक रेट भन्दा पनि कममा ब्याटिङ गरिरहेकी थिइन्। तर उनले पारीलाई धानिरहेका थिइन् र अन्य इनबाट आएका खेलाडीहरूले रन बन्ने क्रमलाई अगाडि बढाइरहेका थिए। यो खेलको अभाव अघिल्ला 2 खेलहरूमा देखिएको थियो। तर जसरी पूजा महतोले यो खेलमा खेलिन्, यो खेलमा खेलेपछि नेपालले पहिलोपटक ऐतिहासिक रूपमा जित दर्ता गर्यो जिम्बाब्वेलाई। जिम्बाब्वेसँगको खेलमा जित दर्ता गरिसकेपछि अन्तिम खेल नेपालले खेल्नुपर्ने थियो स्कटल्यान्डसँग खेल्ने खेल यदि नेपालले जितेको अवस्थामा र नेदरल्यान्ड्सले थाइल्यान्डलाई हराएको अवस्थामा नेपाल सुपर 6मा प्रवेश गर्ने थियो र त्यो नतिजाको लागि नेपालले स्पष्ट जित निकाल्नुपर्ने थियो स्कटल्यान्डसँग। यदि स्कटल्यान्डसँग नेपालले अलिक ठुलो अन्तरको जित दर्ता गर्न सक्थ्यो भने सिधा ऊ सुपर 6मा प्रवेश गर्ने थियो र नेपालको घरेलु मैदान नेपाली समर्थकहरू सबैले आशा गरिरहेका थिए। प्रतियोगिता सुरु हुनुभन्दा अगाडि नेपाल र स्कटल्यान्ड बीच एउटा अनौपचारिक अभ्यास खेल पनि भएको थियो। सो खेल स्कटल्यान्डले जितेको थियो, तर जसरी फाइटिङ गरिरहेको थियो नेपालले 150 भन्दा माथिको आँकडा बनाएको थियो चेजिङ गर्ने क्रममा पनि, त्यो हिसाबले लागिरहेको थियो स्कटल्यान्डले नेपाललाई सजिलै पराजित गर्ने छैन। तर त्यस्तो भएन। अन्तिम तथा निर्णायक खेलमा नेपाल पराजित भयो। नेपालले पहिले टस जितेर बलिङ रोज्यो र स्कटल्यान्डलाई 140 रन बनाउन दियो। नेपालले सबै विकेटहरू चाहिँ झार्न सफल भएको थियो, तर स्कटल्यान्डले आफ्नो स्कोर कार्डमा बनायो 140 रन। 141 रनको लक्ष्य लिएर नेपाल मैदानमा ओर्लिएको थियो। नेपालको मैदानमा ओर्लिँदाखेरि नेपाललाई लागिरहेको थियो कि जुन ओपनरहरूले पहिले प्रदर्शन गरिरहेका थिए त्यही हिसाबले प्रदर्शन गर्नेछन् भन्ने लागिरहेको थियो, किनकि यो श्रृङ्खलामा जिम्बाब्वेसँगको पूजा महतोको इनिङलाई छोड्ने हो भने ओपनरहरूले निकै राम्रो ओपनिङ गरिरहेका थिए। त्यस हिसाबले ओपनरबाट कम्तीमा पनि 50 रनको पार्टनरसिपको अपेक्षा गरिरहेको थिएँ मैले, र तपाईँहरूले पनि सायद त्यही गरिराख्नु भएको थियो। तर त्यस्तो हुन सफल भएन। नेपालले 30 रनको आँकडा हुनु पूर्व नै 2 विकेट गुमाइसकेको थियो र त्यसपछि यो खेलमा पनि मध्यक्रम टाइम फेस भयो। नेपाल 68 रनमा मात्र अल आउट भयो र नेपाल पुनः एकपटक हामीले सन् 2022-23मा जस्तो खालको क्रिकेट देखिरहेका थियौँ नेपालको, त्यही प्रकृतिको क्रिकेट देख्यौँ स्कटल्यान्ड विरुद्धको खेलमा। यदि नेपालले यो खेल स्कटल्यान्ड विरुद्धको खेल जित्थ्यो भने 141 रन बनाउन सक्थ्यो भने नेपाल सुपर 6मा प्रवेश गर्न सक्ने थियो। प्रश्न भन्दा हुन्छ यो खेल नेपालले जितको लागि नै खेलेन। नेपाल यो खेलमा 72 रनले पराजित भयो। स्कटल्यान्ड विरुद्धको खेलमा कप्तान इन्दु वर्मा चोटिल भएर मैदान बाहिर आइन् र बिन्दु रावलले पनि 2 अङ्कमा रन बनाइन्, मात्र 14 रन बनाइन्। सम्झना खड्का, पूजा महतो लगायतका सबै खेलाडीहरू यो खेलमा जम्न सफल भएनन् र जुन खेलको आवश्यकता रहेको थियो, जुन जितको लागि खेल्नुपर्ने थियो, त्यो खेल्न सफल भएनन् र नेपालको विश्वकप
2026 इङ्ल्यान्ड र वेल्समा गएर खेल्ने सपना त्यही खेलबाट अन्त्य भयो। नेपालले यो टुर्नामेन्टमा 4 खेल खेल्यो। 4 खेल मध्येमा 3 खेलमा हार बिहोर्यो भने 1 खेलमा मात्र जित दर्ता गर्न सफल भयो। नेपालको यो प्रतियोगितामा सपना ठुलो थियो, घरेलु मैदान थियो, घरेलु समर्थकहरू रहेका थिए, तर प्रदर्शन भने निकै कमजोर रह्यो। अपेक्षा गरे भन्दा निकै कमजोर रह्यो। नेदरल्यान्ड्सलाई गरेको फाइटिङ र जिम्बाब्वेलाई गरेको म्याच विनिङ बाहेकका अन्य दुवै खेलहरूमा नेपालले घुँडा टेक्यो भन्दा फरक पर्दैन। र यो प्रतियोगितामा नेपालले के कारणले खेल गुमायो त? नेपालका मेन कमजोरीहरू के रहेका थिए यहाँ चर्चा गरौँ। नेपालका मेन कमजोरी रहेको थियो मध्यक्रमको अस्थिरता। विशेष गरी नेपालले यो प्रतियोगिताका 4 खेलमा कहीँ कतै फाइटिङ गर्यो भने मध्यक्रमको कारणले गर्दा फाइटिङ गर्यो। नेपालको मध्यक्रम जब जब सशक्त भइरहेको छ, नेपालले योभन्दा अगाडि पनि सन् 2025 को ग्लोबल क्वालिफायर अगाडि पनि मध्यक्रमले खेल जिताइरहेको थियो। यो पटक हर्षल पाठक आइसकेपछि नेपालको ओपनिङ पनि बलियो भएको थियो। तर जब नेपालको ओपनिङ बलियो भयो तब मध्यक्रमले आफ्नो स्वाभाविक जिम्मेवारीलाई अथवा स्वाभाविक लयलाई गुमायो। किन गुमायो, के कारणले गुमायो, यो चाहिँ अचम्म लागेको छ। र नेपालको बलिङ पनि जति कसिलो हुनुपर्ने थियो, पहिलाका खेलहरूमा जति कसिलो हुने गर्थ्यो र नेपालले गेम आफ्नो पक्षमा पार्ने गर्थ्यो, यो प्रतियोगितामा नेपालको बलिङ पनि कसिलो हुन सफल भएन। नेपालको लागि पुराना खेलाडीहरू र नयाँ खेलाडीहरूको एउटा उच्च मिश्रण देखिरहेको थियो प्रतियोगितामा। र नेपालको फिल्डिङ अझै पनि जस्ताको तस्तै रह्यो। नेपालले अब आगामी प्रतियोगितामा राम्रो गर्ने हो भने, अगाडि राम्रोसँग खेल्ने हो भने नेपालले फिल्डिङ, ब्याटिङ र बलिङ तिनै पक्षमा सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ। नेपाल मलेसियासँग जितेर, भुटानसँग जितेर अथवा आफूभन्दा निकै कमजोर रहेका टोलीहरूसँग जितेर खुसियाली मनाइरहेको छ। यस्तो अवस्थामा ग्लोबल क्वालिफायर जस्तो स्टेजबाट नेपालले के सिक्यो मलाई लाग्दैन। यदि सिक्थ्यो भने नेपालले पहिला पनि सिक्नु पर्थ्यो। थाइल्यान्ड र नेदरल्यान्डलाई नेपालले घरमै बोलाएको थियो। 6 खेलमा नै पराजय भएको थियो। त्यस्तै युगान्डामा गएर पनि सिरिज खेलेको थियो। युगान्डामा खेलेको सिरिजमा पनि नेपालले आशातीत प्रदर्शन गर्न सफल भएको थिएन र त्यही क्रमको निरन्तरता अहिले पनि देखिन्छ। कोच परिवर्तन गरेर मात्र हुँदैन, यहाँ खेलाडी पनि परिवर्तन गर्नुपर्ने अवस्था देखिन्छ। खेलाडी परिवर्तन नगरौँ, ठिक छ, माने मैले, तर यहाँ खेलाडीमा पनि खेलाडीले आफ्नो मानसिक अवस्था परिवर्तन गर्नुपर्नेछ र खेलाडीले आफ्नो सोच परिवर्तन गर्नुपर्नेछ। खेलाडीले आफ्नो फिल्डिङमा सुधार ल्याउनुपर्नेछ, आफ्नो फिटनेसमा सुधार ल्याउनुपर्नेछ। तपाईँलाई अचम्म लाग्छ, तपाईँले त्यो गेम लाइभ हेर्नुभएको थियो अथवा कहीँबाट हेर्नुभएको थियो भने फिल्डिङ यति खराब थियो कि नेपालको त्यो कुरै नगरौँ। नेपालले फिल्डिङमै हरेक खेलमा 20 देखि 22 रन एक्स्ट्रा दिइरहेको थियो। बलिङ कसिलो भइरहेको थिएन। केही आशाका किरणहरू देखिएका छन्। हर्षल पाठक आएपछि एउटा आशाका किरण के देखिएको छ भने नेपालको ओपनिङमा उनले जुन परिवर्तन गरेका छन् त्यो परिवर्तन लोभलाग्दो देखिएको छ। सम्झना खड्कासँग बिन्दु रावलको जोडीले नेपाललाई राम्रै बनाइरहेको छ, राम्रै प्लस पोइन्ट दिइरहेको छ, राम्रै देखाइरहेको छ। र ग्लोबल स्टेजमा पनि अब आगामी खेलहरूमा पनि यो जोडीले केही राम्रा पार्टनरसिपहरू गर्नेछन् भन्ने मलाई विश्वास लागिरहेको छ। तर त्यसपछि पूजा महतो, इन्दु वर्मा, रुबिना छेत्री, कविता जोशी लगायतका खेलाडीहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने देखिन्छ। जुन जिम्मेवारीबाट यी खेलाडीहरू ग्लोबल क्वालिफायरमा भने फर रहन पुगे। कविता जोशी निकै सिरियस प्रब्लम लाग्छ। नेपालको टोलीमा उनी किन परिरहेकी छन्, के कारणले परिरहेकी छन्, मैले बुझ्न सफल भइरहेको छैन। यो प्रतियोगितामा न उनी हार्ड हिटर भइन्, न उनी राम्रो पार्ट टाइम बलर भइन् र न उनी कुनै जिम्मेवारी पुरा गरिन्। सीता राणा मगर जो पुछारतिर ब्याटिङमा आएका थिइन्, ठिकठाकको प्रदर्शन गरिन्। खासै अपेक्षा गरे अनुसारले प्रदर्शन नभए पनि अन्य खेलाडीको भन्दा राम्रो प्रदर्शन गरिन्। सम्झना खड्काले जस्तो सुरुवात गर्नुपर्ने थियो, सुरुवात बिन्दु रावल र सम्झना खड्काले राम्रो नगरिरहेका थिए। मध्यक्रम एउटा खेल पूजा महतोको त्यो एउटा प्लेयर अफ द म्याच भएको खेललाई छोड्ने हो भने मध्यक्रम सबै हिसाबले तहस नहस छ भन्दा फरक पर्दैन। नेपालले यो प्रतियोगितामा एउटा राम्रो सुरुवात चाहिँ गरेको छ। स्पेसलिस्ट बलरको प्रयोग गर्ने एउटा माइन्ड सेटअप बनाइरहेको छ, मानसिक रूपमा तयार गरिरहेको छ। ब्याटिङको जिम्मा कसले लिने, अलराउन्डरको जिम्मा कसले लिने, यी विषयमा चाहिँ हर्षल पाठकले एउटा प्रष्ट चित्र बनाउने प्रयत्न गरिरहेका छन्। हुन त उनी आएको 1.5 महिना मात्रै भएको छ। यो 1.5 महिनामा उनले जति प्रयत्न गर्नुहुन्थ्यो, जति प्रयास गर्नुहुन्थ्यो, गरे जस्तो देखिन्छ। तर जुन हिसाबको सोच देखिन्छ, जुन हिसाबको फिटनेसको अपेक्षा गरिरहेको छु म कविता जोशीबाट खास खुसी छैन। त्यस्तै गरी यङ खेलाडीहरूबाट पनि जुन खालको फिटनेसको अपेक्षा हामीले गरिरहेका थियौँ, जुन खालको फिल्डिङको अपेक्षा गरिरहेका थियौँ, त्यो फिल्डिङ चाहिँ यहाँ देख्न सफल भइएन। नेपालले हार्नुमा मध्यक्रमको कमजोरी प्रथम एउटा कुरा रहन्छ, फिल्डिङ दोस्रो कुरा रहन्छ। नेपाल फिल्डिङबाट किन हार्यो भन्दा नेपालले फिल्डिङमा 20 देखि 22 रन गुमाएको छ हरेक खेलमा। त्यस कारणले पनि नेपाल फिल्डिङको कारणले पनि
यो प्रतियोगितामा 3 खेलहरू गुमाउन पुगेको र नेपालको बलिङ पनि अहिले कमजोर देखिरहेको छ। नेपालको बलिङ पहिलेको तुलनामा जसरी म्याच विनिङ स्पेलहरू बलरहरूले गर्ने गर्थे यो पटक भने देख्न सफल भइएन। अब नेपालले तत्कालै फेब्रुअरीमा सिरिज खेल्ने तयारी गरिरहेको छ। थाइल्यान्डमा एउटा सिरिज हुने सम्भावना रहेको छ। सँगसँगै त्यसपछि मार्चमा पनि प्रतियोगिता रहेको छ। तर क्यानले जब क्यालेन्डर निकालेको थियो, क्यालेन्डर निकाल्ने बेलामा हामी इङ्ल्यान्ड र वेल्समा गएर वर्ल्ड कप खेल्नेछौँ भनेर पहिले एउटा तालिका निकालिरहेको थियो। त्यो तालिका चाहिँ क्यानले अपेक्षा गरे अनुसारले अथवा हामी समर्थकहरूले अपेक्षा गरे अनुसारले चाहिँ हुन सफल भएन, हामीलाई निराश बनायो। तर नेपाली क्रिकेटलाई, नेपाली महिला क्रिकेटलाई अझ अगाडि लैजाने हो भने फिटनेस, फिल्डिङ, बलिङ, ब्याटिङ तीनटै क्षेत्रमा निकै व्यापक परिवर्तन गर्नुपर्ने चाहिँ आवश्यकता देखिरहेको छ। तपाईँले यो पटक हेर्नुभयो ग्लोबल क्वालिफायर, नेपालको प्रदर्शन कस्तो लाग्यो? मैले जुन बुदाहरू तपाईँलाई भनिरहेको छु, तपाईँ यी बुदाहरूमा कति सहमत हुनुहुन्छ, कति असहमत हुनुहुन्छ, कमेन्ट गर्नुहोला। नमस्कार।